यति प्यारो दृश्य देख्न सक्नुहुन्छ हजुरहरूले इस्मा दरबार कोटमा आएपछि। होइन हामी रानीले कपाल गर्ने ठाउँ सिम्पो पानी परेको है अहिले अझै पनि देख्नु भयो इस्मा कोट दरबार हो गाइस। हामी मन्दिरको प्रवेश गेटमा छौँ। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। तो गाइस आज हामी जाँदैछौँ 100 साल पुरानो इस्मा गाउँपालिकाको राजाको दरबारमा। यो दरबार चाहिँ होइन मैदानदेखि ट्याक्कै माथेर पर्छ होइन। हामी यहाँ जाँदैछौँ आज। हामी के छ अनि कस्तो छ राजाको दरबार भनेर होइन हेर्न जाँदैछौँ। हजुरहरूलाई पनि म पुरा टुर गराउँदैछु होइन दरबार मैदानदेखि दरबार तकको। त मेरो साथ बनाइरहनुहोस् सबै हेर्नको लागि। त गाइस त हामी दरबार चढ्ने बाटो यही है। त हेर्नुहोस् तल सबै आउँदै हुनुहुन्छ गाइस होइन। यहाँ 2000 भन्दा नि धेरै सिँढीहरू छ। कसरी यो जाने भन्ने के छ कसरी जाने माथि तक सकिन्छ आज? सकिन्छ। तिमी कतिचोटि गयो भन्छ? 2 चोटि। सन कतिचोटि गयो? हामी त गयो अब 40-50 चोटि। 40-50। तो गाइस होइन गुल्मी जिल्लाभरिको सबभन्दा राम्रो जग्गा रिडी पछिको यो दरबार होला है, इस्मा गाउँपालिका दरबार। यहाँ कुन राजा बस्थे भन्छ? भुरे राजा। उनको बारेमा केही थाहा? पहिला आर्मी बस्थे यहाँ। हजुर तो गाइस होइन आजको मौसम चाहिँ धेरै नै नमी छ है। गाउँहरू हेर्न सक्नुहुन्छ है, दामी देखिन्छ यहाँदेखि गाउँहरू। यहाँ भान्साहरू थाकिसकेको शिबु तपाईँ थाकिसकेको। हेलो गाइस भन, हेलो गाइस भन, कैसे हो भन। तो गाइस अब चाहिँ होइन ठाडै छ है सिँढी ठाडै। यहाँ तक आउनु त पसिना निक्लो अझै माथि त्यो हेर्नु ह तक जानलाई कतिकै पसिना छुट्छ। कतिको छुट्छ? 1-2 किलो बल्ली बन्छ। यसका मतलब जगिङ गर्न पर्दैन होइन एकचोटि दिनमा आए हजुर जगिङ। देख्नुहुन्छ ठाडै छ ठाडै। यहाँ हेर्न त्यहाँ जाने हामी, त्यहाँ टावर भएछौँ। तो गाइस होइन यहाँ आएर पनि टपमा लाग्छ क्या। म त तक जाने टप। माथि कतिचोटि गयो? माथि 40-50 चोटि गइसक्नु भयो। ल बना शिबु, ल त्यहाँबाट देखाउ। ल कतिमा हो बाबु घर? सेतो। तो गाइस होइन यहाँ हेर्नुहोस् भ्यू चाहिँ यहाँ हो क्या। कति यहाँबाट तल कति छ? ओहो 15 किलोमिटर छ। गएपछि त खतम है। अँधेरी हो ए। चल्नुहोस् ल भन मम्मा छिटै आउनुहोस् भन। छिटै आयो? ल ल ल जाउँ। माथि कहिले को हुन्छ? के देख्यो तिमीले? के देख्यो? है ढुकुर होइन त्यो। तो गाइस होइन फाइनली हामी हेर्न सक्नुहुन्छ इस्मा गाउँपालिकाको दरबारमा हामी पहुँचिसकेका छौँ होइन। यहाँ लेख्नुभएको छ स्वागत छ इस्मा दरबार कोटमा भनेर। तो हजुरहरूलाई अगाडि पनि म धेरै चिज देखाउँछु होइन। यहाँ कति साल पुरानो मन्दिर छ र अनि कति साल पुराना वस्तुहरू छन्। आउनुहोस् भित्र जानको लागि इन्ट्री गर्दै हौँ। इन्ट्री गर्न एकदमै इम्पोर्टेन्ट छ क्या। तो गाइस होइन पानी आउनलाई ठिक्क परिरहेको छ। हामी चाहिँ बल्ल बल्ल तलबाट यहाँ आइसकेछौँ। अब माथि जान त पानी पर्छ कि पर्दैन थाहा छैन, बट सिँढी चाहिँ लास्टै खतरनाक छ। ल हेर्नुहोस् तलबाट यहाँहरूलाई दरबार घुम्ने साह्रै मन लाग्यो, बट के गर्नु हिँड्न सक्नुहुन्न, यस्तै छ पुरा होइन। माथि काम चल्दैछ। इस्मा कोटबाट दरबारबाट हेर्नुहोस् होइन सबै इस्माको सुन्दरताभरि देखिने यही दरबार नै हो। ल हेर्नु सक्नुहुन्छ पुरा यहाँबाट ल्याएर तल तक। यतातिर के हो? पल्लो डाँडा। कति सालपछि आएको यो दरबारमा हजुर? 6 साल पछि आएको। अहिले आएर कस्तो लागिरह त? अहिले धेरै राम्रो, पहिला भन्दा डिफिकल्ट। अहिले 6 सालमा के परिवर्तन भयो त? के सुन्दरता देख्नु भयो? अहिले जिना बनिरह अनि वरिपरि पुरा सफाइ छ, मन्दिरहरू बनिरहन्, अरू त्यस्तै छ। यहाँको चाहिँ तपाईँ होइन जन्मेर खेलेर गएको यहाँको विशेषता चाहिँ के छ? तो यस होइन
यहाँलाई यहीँ बसेर नि यति विशेषता थाहा होइन। हामी कोटभित्र गएर हेरौँ यहाँको यो सुन्दरता अनि विशेषता के छ भनेर। ल तपाईँलाई भ्यूको मामलामा देखाउँ भने होइन, भ्यू हेर्नुहोस् पुरा डाँडा, ओए 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 भ्यू हेर्नु छ भने सुशील कस्तो लाग्यो? राम्रो लाग्यो। हजुर इस्माको सबभन्दा राम्रो जग्गा इस्मा दरबार भनेर चिनिन्छ है यो। हजुर लगाइस् होइन, हामी कोटभित्र प्रवेश गर्दैछौँ। कस्तो राम्रो छ होइन, पानीले पनि हामीलाई साथ नदिए जस्तो छ। बट हेर्नु है पसिना अनि यो दरबार कोटमा आउनको खुसी। तो गाइस उता जो बादल आज देखेछ नि त्यो पानी आएको दृश्य, पानी परेको उता ठुलो परेको। तो गाइस हामी मन्दिरको प्रवेश गेटमा छौँ होइन, मन्दिरभित्र जाँदैछौँ। सबभन्दा पहिला त सबै यो मेरो भिडियो हेर्नेलाई खड्का छत्र देवताले रक्षा गर्नु होला होइन। आउनुहोस् मन्दिरभित्रको दृश्य कस्तो छ है हामी देखाउँदैछौँ। ल हेर्न सक्नुहुन्छ सबैले होइन, यो इस्मा दरबार कोट भनेर चिनिन्छ। मन्दिरभित्रको दृश्य देखाउँदैछौँ, आउनुहोस् हामी। ल हेर्नुहोस् है टाइममा यो हाम्रो दरबार राजा और रानी बस्ने गर्नुहुन्थ्यो। अहिले हाम्रो यहाँ कोट छ, मतलब एउटा मन्दिर छ। दृश्य हेर्न सक्नुहुन्छ क्या दामी। ल हेर्नुहोस् यहाँ अझै पनि लेख्नु भयो इस्मा कोट दरबार भनेर होइन। कोट अनि दरबार अलग अलग हो, बट अहिले चाहिँ कोट छ। अनि यिनी हेर्न सक्नुहुन्छ फुलहरू लगाउनु भएको छ, यति सुन्दर। अनि सबभन्दा अनौठो अनि नयाँ कुरा मैले देखेको अझै तक पनि रानीको फोटो छ, हेर्नुहोस् होइन। कपाल कोर्दै गर्दा गरेको एउटा रानीको तस्बिर छ। त्यसै निम्ति यता हाम्रो काली माको तस्बिर छ। अनि यति प्यारो दृश्य देख्न सक्नुहुन्छ हजुरहरूले इस्मा दरबार कोटमा आएपछि। त हजुरहरूलाई अझै पनि म अगाडि पछाडिको दृश्य देखाउँछु होइन। हजुरहरूले यो भिडियो पुरा हेर्नु होला। हजुरहरूलाई यति सुन्दर जग्गाको दृश्य लिएर आइरहेछौँ हामी। पहिला रानी राजाको दरबार, अहिले चाहिँ यो कोट भइरहेछ। तो गाइस होइन हामी उताको तस्बिर देखिसक्यौँ होइन। अहिले हामी रानीले नुहाउने एउटा कुवामा आइरहेको छौँ होइन। हेर्न सक्नुहुन्छ रानीले नुहाउने कुवा। अहिले चाहिँ यो टेम्परेरी बनाएको छ, उस जमानामा धेरै राम्रो थियो भन्ने मैले सुनेको छु ठुला ठुला मान्छेहरूसँग होइन। अनि हजुरलाई रानीले कपाल कोर्ने ठाउँमा पनि म देखाउँदैछु साथीहरू होइन। हामी रानीले कपाल कोर्ने ठाउँसम्म पहुँचिसकेका छौँ। हेर्न सक्नुहुन्छ यो सबभन्दा डाँडाको टुप्पामा बसेर उहाँले चारै तरहको दृश्य देखेर, चारै तरहको डाँडाहरू देखेर यहाँ बसेर कपाल कोर्नुहुन्थ्यो रानीले भन्ने कुरा। यहाँ बसेर कपाल कोर्ने हुनुहुन्थ्यो होइन। त्यसै गरी मैले हजुरहरूलाई यहाँबाट यति राम्रो दृश्य देखिन्छ। ल हेर्नुहोस् त्यो चाहिँ पुरा पानी परेको है अहिले, बट यहाँ तक आउने बेला भएको छैन। बट उता चाहिँ घाम लागिरहेको हेर्न सक्नुहुन्छ है। बाबु कहाँ तक पानी परेको? हेलो कहाँ तक पानी परेको भन त। पानी अब त पौँदीसम्म पौँदी हो त्यो। हजुर ल हेर्न सक्नुहुन्छ पौँदी तक पानी परिसक्यो। यहाँ तक पानी आउला कि नआउला परेको पानी? आउँछ भन्न नि सकिन्न, आउन भन्न नि सकिन्न है। हेर्दा हेर्दै यो सानो डाँडोमा तल गएर हेर्न सक्नुहुन्छ यो हो यहाँ हेलिकप्टर बस्ने ठाउँ। यहाँ यो इस्मा गाउँपालिकामा या कतै पनि इमर्जेन्सी पर्दाखेरि त्यहाँ चाहिँ हेलिकप्टर बस्छ है। त्यसै गरी हामीले तपाईँहरूलाई यति सुन्दर अनि राम्रो जग्गा देखाइसकेछौँ होइन। हजुरहरूले धेरैभन्दा धेरै माया दिनुहोस्। हजुरहरूलाई अझै पनि म राम्रो राम्रो जग्गा अनि राम्रो राम्रो ठाउँ देखाउँछु। यो भिडियोलाई हामीले यहीँ समाप्त गर्छौँ। यो भिडियो फुल अज गरेर हजुरहरूले अझै पनि गुल्मी जिल्लाको कहाँ कुन प्राचीन जग्गा देख्नु मन छ त्यहाँको नाम लेख्नुहोस्। अनि म त्यहाँ गएर हजुरहरूलाई म भिडियो मार्फत हजुरहरूलाई त्यहाँको दृश्य देखाउने छु। थ्याङ्क यू।